अहिलेका साथीहरू यो टिकटक यस्तो साथी भयो कि यस्तो साथी भयो कि नजिकको साथी जस्तो लाग्छ कि यो टिकटक हुन त आफू एक्लै बोलिन्छ तर मलाई त्यस्तो लाग्छ कि आजकल म चाहिँ कोहीसँग गफ गरिरहेको छु अनि मेरो कुरा चाहिँ कसैले सुनिदिरहेको छ जस्तो फिल हुन्छ क्या। म हरेक कुराहरू चाहिँ म टिकटकमा कति धेरै भिडियोहरू म बोलेर बनाइरहेको हुन्छु तर कुनै म पोस्ट गर्दा नि गर्दिनँ। अनि पोस्ट गरे पनि होइन अहिले चाहिँ नयाँ नयाँ साथीहरू पहिला पुरानो साथीहरू चाहिँ कता जानुभयो पनि थाहा छैन। मेरो अनि अहिले चाहिँ जति नयाँ नयाँ साथीहरू जोडिनुहुन्छ नि उहाँहरू चाहिँ भिडियोहरू चाहिँ लाइक कमेन्ट गरिराख्नु भएको हुन्छ क्या। अनि पुरानो साथीहरू चाहिँ हराउँदै जानुहुँदो रहेछ कि क्या हो नयाँ आएपछि जस्तो लाग्छ क्या मलाई। अनि मैले पनि भर्सक उहाँहरूले कमेन्टहरू लाइक गरेकोलाई त कहिले काहीँ कुनै चाहिँ फर्काउँछु तर भर्सक चाहिँ मैले कमेन्ट गर्नुभएकोहरूको लागि चाहिँ जो पनि 10K फलोवर्स पुऱ्याएर मोनिटाइज पुऱ्याउने धन्दामा हुनुहुन्छ नि उहाँहरूकोमा चाहिँ भिडियोमा गरी म पनि कमेन्ट लाइक चाहिँ फर्काइरहेको हुन्छ क्या सकेसम्म चाहिँ। अनि कोही साथीहरू चाहिँ जस्ट इन्टरटेनमेन्टको लागि मात्रै बनाइराख्नु भएको हुन्छ त्यो त ठिकै छ। अनि कोही चाहिँ 10K फलोवर्स पुऱ्याएर मोनिटाइज गराउँला भनेर सोचेर नै हामी साथी बनेको हो नि त। को नचिनेको मान्छेहरू त हामी अहिले 10K फलोवर्स साथी छौँ नि त। अनि त्यही भएर म चाहिँ गएर हेल्प गर्छु अनि उहाँहरूले पनि मलाई गरिराख्नु भएको हुन्छ। जति पनि मलाई लाइक गर्ने भनेको त्यो 100-150जनाहरू हुनुहुन्छ उहाँहरू चाहिँ सबै नयाँ साथीहरू हुन्छ। कति खुसी पनि लाग्छ कहिलेकाहीँ चाहिँ नयाँ नयाँ साथीहरूले लाइक गरिराख्नु भएको छ जस्तो फिल हुन्छ। अनि म पनि भर्सक फर्काउने चाहिँ कोसिस गरिरहेको छु है साथीहरू।